आज एउटा रिपोर्टर्स नेपालको न्युजले सनसनी मचायो। निशुल्क उपचार गर्ने भनेको जनमैत्री अस्पतालले बिरामीसँग 1,16,000 लियो, अझै बिल थमायो शीर्षकको जुन समाचार थियो। समाचारमा लेखिएको थियो, काठमाडौँको बालाजुमा रहेको जनमैत्री अस्पतालले कोरोना संक्रमित बिरामीको निशुल्क उपचार गर्ने भनेपछि 1 लाखसम्म रकम असुलेको पाइएको छ। अस्पतालले यसअघि कोरोना संक्रमित बिरामीको निशुल्क उपचार गर्ने गरेको थियो। काठमाडौँ महानगरपालिका वार्ड नम्बर 16 का वर्ष 60 का रामचन्द्र श्रेष्ठसँग अस्पतालले भर्ना हुनुअघि नै 16,000 लिएको र पछि 1 लाख रकम लिएको पाइएको हो। श्रेष्ठ गत वैशाख 30 गते अस्पताल भर्ना भएका थिए। उनको उपचारकै क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। यहाँ बिल पनि यसरी समावेश गरिएको छ। परिवारका सदस्यहरूले पनि निशुल्क उपचार गर्छु भन्ने अस्पतालले प्रचार मात्रै गरेको तर व्यवहारमा त्यस्तो नभएको गुनासो पोखेका छन्। अस्पताल भर्ना हुने बित्तिकै 16,000 तिरेको र लगतै 1 लाख डिपोजिट गरेको मृतकका साला राजु श्रेष्ठले जानकारी दिए। उनका अनुसार अहिले अस्पतालले 77,000 र प्लस अरू पनि रकम तिर्नुपर्छ भनेको छ। तर श्रेष्ठले भने बाँकी पैसा आफ्नो नाममा राखिदिन अस्पताल प्रशासनलाई आग्रह गरेको सुनाएका छन्। यसै विषयमा रवि लामिछानेले पनि सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो र एउटा स्ट्याटस राखेका छन्। अब हामी त्यो जानकारी गराउँदैछौँ। रवि लामिछाने फेसबुकमा लेख्छन्, जनमैत्री अस्पतालमा कुनै पनि विपन्नले पैसा तिर्नु पर्दैन। जुन बिरामीको बिलको कुरा आयो, उहाँहरूको समाचार आएपछि हामीले तुरुन्तै खोजबिन गऱ्यौँ। विपन्नका लागि राखिएको एउटा अत्यन्त सामान्य फारम नभरी अनुहार हेरेर छुट्याउन निकै गाह्रो हुन्छ। खै कुन पत्रकारले सञ्चालन गर्ने न्युज पोर्टल रिपोर्टर्स नेपालको न्युज आए लगतै अस्पताललाई त्यो विपन्न परिवारको पैसा किन लिएको तुरुन्तै फिर्ता गर्नुस् भनेर अस्पतालले तुरुन्तै बोलाएर पैसा फिर्ता गर्यो। त्यसपछि पो थाहा भयो उहाँहरू उपचार गराउन नसक्ने अवस्थाको विपन्न परिवारको हुनुहुन्न रहेछ। बरु अरूलाई परे पनि सहयोग गर्दै आएको र अझै परे सहयोग गर्ने मनकारी हुनुहुँदो रहेछ। अस्पतालले फिर्ता दिएको पैसा लिएपछि यो पैसा अरू विपन्नलाई दिनुहोला भनेर मलाई मृतक रामचन्द्र श्रेष्ठका आफन्त राजु श्रेष्ठले कल गर्नुभयो। म पनि दौडेर गएँ। यति असल मानिस यो समाजमा कमै हुन्छन्। उल्टे आफन्तको सम्झनामा त्यो पैसा र अझै आवश्यक परे म छु भन्ने मान्छेप्रति नमन गर्दछु। मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै यो बाचा गर्दछु, अस्पतालले बदमासी गरेको रहेछ भने सबैभन्दा पहिला म त्यस विरुद्ध उभिनेछु। पैसा तिर्न सक्नेले पनि यहाँ सरकारले तोकेभन्दा पनि कम तिरे पुग्छ। अस्पतालहरूका अनुसार सामान्यतया कोभिडका बिरामीको उपचारमा 40,000 देखि 2 लाखसम्म लाग्दो रहेछ। बिरामीको कन्डिसन, रोगको अवस्था, बिरामीको कस्तो सेवा, कति दिन लिए त्यो नहेरी भन्न नसकिने रहेछ। जे होस्, यो अस्पतालमा हाम्रो काम भनेको विपन्नलाई सित्तैमा उपचार गराउने र आवश्यक अक्सिजनको जोहो गर्ने नै हो। अब शीर्षकमा यो विषयलाई तोडमोड गर्न लागि परेका साथीहरूलाई सुस्वास्थ्यको शुभकामना बाहेक मेरो भन्नु केही छैन। यो महामारीमा बन्द जस्तै भएको अस्पताल सञ्चालन गरेर ज्यान जोखिममा राखेर दिन रात काम गरेको राम्रो पुरस्कार पाउँदैछु। थप यो भिडियोमा भनेर उनले धन्यवाद भन्दै एउटा भिडियो साभार गरेका छन्। हामी तपाईँलाई त्यो भिडियो पनि देखाउँदैछौँ। एकजना बिरामीको विषयलाई लिएर कतिपय न्युजहरू आएको हुनाले हामीले यहाँ बुझ्न खोजेका छौँ। हामीले विपन्नका लागि भनेर त्यहाँ राखेका हौँ। उहाँहरूले जुन पैसा दिनुभएको त्यो पैसा रिटर्न पनि गरियो, होइन, रिटर्न गरियो। त्यो खालि के भने विपन्नका लागि भनेर त्यहाँ एउटा फारम राखिएको छ। त्यो बारेमा तपाईँलाई थाहा नभएको हो कि जस्तो त्यो मैले जानकारी नभएको कारणले गर्दाखेरि हो। अब के छ, अस्पतालले पैसा रिटर्न गर्यो तपाईँलाई? पैसा रिटर्न गरेको, तर यो पैसा मैले यो विपन्न जो गरिब दुखीलाई यो पैसा उनीहरूलाई युजमा होस्। हजुर, यो पैसा हस्पिटलले मलाई जस्तो जो बिरामी बित्नु भयो उहाँको फेरि आर्थिक अवस्था फेरि भएको हो, केही नराम्रो केही? अनि त्यस्तो त आर्थिक अवस्थामा खासै हामी कमजोरी मान्छे त होइन, हामी खर्च गर्ने मान्छे हो। तर पनि भए पनि अब मान्छे नभए यो पैसाबाट समाज के गर्ने? यो बाँकी जति पैसा मलाई हस्पिटल रिटर्न गर्नु चाहिँ मेरो भिनाजु बित्नु भएको कारणले यो पैसा जस्तो मलाई हस्पिटल दिनु म त्यो पैसा त्यसरी नै म रिटर्न गरेँ। विपन्नहरूलाई
अरू दिन दुखीहरूलाई यो पैसा काममा होस्, म रिटर्न गर्न चाहन्छु यो पैसा। हस्, हामी यही अकाउन्टमा राख्छौँ, यही हाम्रो यी फाउन्डेसनको अकाउन्टमा बस्छ। तपाईँहरू दिनुभएको यो पैसा हामी कुनै अर्को जो विपन्न हुन्छ उहाँहरूका लागि प्रयोग गर्छौँ। त्यसलाई धन्यवाद। श्रद्धाञ्जली अर्पण गर्छु। अब उपाय के पनि छैन, जति पैसा मेरो भिनाजुलाई खर्च भयो त्यो पैसा मलाई हस्पिटल रिटर्न गर्छ। त्यो पैसा रिटर्न भएको पैसा म अरू बिमारीहरूलाई चाहिँ युजमा आओस् भनेर म चाहन्छु। हाम्रो चाहिँ के छ भने फारम राखेको हुन्छ, जो विपन्न हुन्छ उहाँले एउटा सानो फारममा त भरिदिनु पर्छ, त्यो तपाईँहरूलाई जानकारी नभएको छ। त्यो कारणले होला। तैपनि मैले भने यहाँनिर विपन्नको लागि जसले तिर्न सक्दैन उहाँले तिर्नै पर्दैन। तपाईँले यो सोच्नु भएको छ बिरामीकै नाममा हामी अरूको कुन असक्त जो हुनुहुन्छ उहाँहरूलाई खर्च गर्छौँ। दिनदेखिहरूलाई यो पैसा काम आओस्। हस् हस्, धेरै धन्यवाद। हस् हस् हजुर, फेरि पनि एकदमै हाम्रो तर्फबाट एकदमै मेरो तर्फबाट अरू पनि के सहयोग चाहिन्छ भन्नु होला, म सहयोग गर्न रेडी छु। धेरै मान्छेलाई भ्रम नपरोस्, हामी यति मेहनत गरेर दुःख गरेर गरिरहेका छौँ। त्यसमा चाहिँ कतिपय स्वास्थ्य कर्मीहरू पनि लागि पर्नु भएको छ, उहाँहरूको मनोबल नगिरोस् भन्नको लागि। अझै पनि म राज सूचको नाताले, म यहाँको बासिन्दा भएको नाताले र मेरो घर यहाँ जितपुर फेरि धर्मस्थली, हामी काठमाडौँको वनस्थली मेरो घर छ। कुनै पनि कुरामा कसैलाई खाना लाउन दुःख भयो भने एकल मलाई फोन गर्ने मेरो नम्बर छ। मैले सक्ने सहयोग मबाट हुन्छ। जे सक्छ म गर्छु। मसँग अहिले पनि कुनै कुराहरू कसै पनि दिन दुखीलाई गाह्रो भने एकल मैले अस्ति पनि त्यो दुईजना भाइहरूले चाहिँ खाना पाएन, मैले कल गर्ने मेरो फोन रिसिभ भएन। म सामान किनेर लाने म लान्छु, मेरो गाडी छ, मेरो घर छ, म त्यो गर्न सक्ने क्यापेसिटी भएको मान्छे हो। तर यो पैसा मैले समातेर म ठुलो मान्छे होइन। मेरो भिनाजुले चाहिँ उहाँकै नाममा राख्नु, उहाँको नाममा यो चाहिँ जल्दी हुनेछ। उहाँलाई तपाईँलाई हामी उपलब्ध गराउँछौँ। मलाई जति पैसा बुझाउनु भएको छ 1,16,150 कति छ त्यो पैसा मैले तपाईँहरूलाई दिन दुखीलाई काम। हस्, धेरै धन्यवाद राजुजी, तपाईँले यो गर्नुभयो। र फेरि पनि यही भिडियोबाट म सबैलाई भन्न चाहन्छु, यहाँ कोही विपन्न हुनुहुन्छ भने हो कहिलेकाहीँ प्रशासनिक काम अलिकति एउटा सानो कागज भर्नुपर्ने हुनसक्छ। त्यो हतारमा मान्छे बिरामी भएको बेलामा त्यहाँतिर जाने फुर्सद समय पनि हुन्न र मात्रै हो। त्यो पनि तुरन्त केही चाहिँदैन। हामीले केही चिज सामान्य अर्थातै सामान्य 1 मिनटभन्दा बढी नलाग्ने कागज राखेको छौँ। यहाँ सम्पर्क गर्नुभयो भने हामी विपन्न छौँ, हामी पैसा तिर्न सक्दैनौँ भनेर काउन्टरमा सम्पर्क राख्नुभयो भने तपाईँहरूमध्ये जसले तिर्न सक्नुहुन्न उहाँहरूले तिर्नु पर्दैन कुनै पनि हालतमा पर्दैन। तर कहिलेकाहीँ यो कुराकानी हुन पाउँदैन, कम्युनिकेसन हुन पाउँदैन। एउटा अस्पतालमा आइसकेपछि मान्छे आफ्नै तनावमा हुन्छ, त्यसले गर्दा कहिलेकाहीँ त्यो कम्युनिकेसन नभएर त्यो ग्यापले गर्दाखेरि पनि भ्रमहरू सृजना हुन सक्ने पनि हुनसक्छ। त्यसैको लागि हो जो विपन्न हुनुहुन्छ उहाँहरूले यहाँ उपचार गर्दा 1 पैसा पनि तिर्नु पर्दैन, कुनै पनि हालतमा पर्दैन। त्यसको जिम्मेवारी हामी छौँ। यति स्पष्ट पार्न खोजेको म फेरि पनि राजुजी मार्फत उहाँको परिवारमा संवेदना प्रकट गर्न चाहन्छु। मसँग अझै पनि एउटा अक्सिजन स्ट्यान्ड छ, त्यो मैले मेरो भिना राखेको। चाहे खण्ड मलाई कल गर्ने अक्सिजन म गाडी ल्याएर मेरो गाडीबाट म यहीँ छोड्दिनँ। त्यो मलाई सिलिन्डर फिर्ता गर्ने।